हेलो नमस्ते वेलकम टु माई न्यू ब्लग। आज म अहिले एउटा दाइको रुममा जानेछु र अनि त्यहाँ खाना खाएर हामीहरू एकछिन अनि चिसोतिर बाघ भैरवतिर जाउँ भन्नुभयो अनि यस्तो हजुरलाई अलिअलि धेरै नभए पनि अलिअलि देखाउनु छु हजुरहरूलाई। बाटोमा छु गाई चाहिँ अझ फेरि त्यहाँ एउटा त्यो दाइ कन्सल्टेन्सी गएको छ कि क्या हो अङ्कलको छोरा खाना नि बनाउनु पर्ने होला पछि मिलेर बनाउनु पर्ला नभए अनि खाना खाएर त्यसपछि चाहिँ बाघ भैरव जानेछौँ। हजुरहरू हेर्दै गर्नु होला है त। ऊ बस्ने घर चाहिँ यही हो गाई चाहिँ ऊ बस्ने घर र हजुरहरूलाई म देखाउने छु रुममा छ कि छैन भनेर त्यसै म हजुरलाई देखाउँछु। उसको रुम चाहिँ ताला लागेको छ कि क्या हो हेर्नु सक्नुहुन्छ ताला लगाएर चाहिँ अब एउटा अङ्कल हुनुहुन्छ माथि अनि त्यहाँ अङ्कललाई भेटेर केही कुराहरू गर्नु पऱ्यो अनि उहाँ चाहिँ हाम्रो दाइ हुनुहुन्छ। दाइ तपाईँ के गर्दै हुनुहुन्छ भन्नुहोस् त। अन्डा बनाएर हजुर म भन्न चाहन्छु यो चाहिँ पाप हो गाई चाहिँ यो पापै हो भनौँ एक किसिमले अर्काको हो कि होइन भन्नुहोस् न आफै। तपाईँ अन्डा किन खानुहुन्छ दाइ पाप नगर्नुहोस् है म भन्दैछु। हुन त म नि खान्छु अब अरूलाई के भन्ने हुन त म नि खान्छु गाई अब पाप त पाप हो के गर्ने खानै पऱ्यो। यो चाहिँ मेरो अङ्कल होइन अङ्कल भनेको थिएँ नि म अझ ल्याउने छु ईश्वर अङ्कल एउटा अङ्कल हुनुहुन्छ। ए सरी गाई चाहिँ ईश्वर अङ्कल चाहिँ क्लास जानुभएको रहेछ अनि त्यही भएर हजुरलाई देखाउन सकिनँ। ठिक छ ईश्वर अङ्कल चाहिँ आइसक्नु भएको छ हेर्न सक्नुहुन्छ हाम्रो अङ्कल र हामी अब एउटा दाइ नआए पनि अब होइन अब हामी दुइटा खाना बनाएर खानेछौँ भन्ने होइन अङ्कल। अब अरू के भन्नु छ र हजुरलाई ल ठिक छ ल अब हामी दाल भात बनाउनु त होला होइन अङ्कल। ल अब एकछिन पछि देखाउँछु हजुरलाई दाल भात बनाएको ट्यापीको बङ्गला यो आकाश दाइको बङ्गला। स्वागत छ अरू मेहमानहरूको आज ल धन्यवाद त्यसको लागि। अलिक भने मात्रै है फेरि बनाउनु त अब मैले गर्ने रे अब हो कि होइन हो सुन्नु सक्नुहुन्छ हजुर। ल अब हामी बनाउने तर्खरमा अब प्याज टमाटर काटेर ठ्याक्क बनाउनु पर्ला अनि त्यो आकाश चाहिँ आएको छैन अहिलेसम्म एउटा दाइ हाम्रो के अरे आलु छिल्लोको लागि अब के अरे धुरी खान्छ भन्ने अङ्कल त्यसलाई छिलेर अनि यहाँ रेडी हुँदैछ उ त्यो भातमै हिजो कहिले बिहान पकाएको भात हो क्या अनि यसमा दाल लगाउनुको लागि उता राखिएको छ अनि के अरे थालीमा राखेको छ अनि एकछिनपछि देखाउँछु हजुरलाई हेर्दै गर्नु होला। प्याज सायद सब कटिङ भइसकेको छ गाई चाहिँ हेर्नु सक्नुहुन्छ ट्याक्क प्याज टमाटर खुर्सानी कटिङ भइसक्यो होइन अङ्कल। एकछिनमा अब पाक्छ अनि खाना खाने पछि दिउँसोतिर अब बाघ भएर जानु पर्ला। ल त्यस्तै दाल बनाउने रे अब दाल बनाउनु पऱ्यो कस्तो बनाउँछ हेरौँ होइन टमाटर समाटर काटिसक्यो ओके दाल साल पनि पाकिसक्यो। पहिला पानी खाला होइन कहिले दाल एकछिनमा रेडी हुन्छ गाइस। यो चाहिँ परम्परागत शैली है तर भन्न मिलेन यो झ्याकै किलो निस्किएको छ त्यही भएर भने हो त्यही भएर त्यस्तै होला गाइस यसमा नो डाउट। अब बनाएको होला तेल सेल कति लाग्यो अहिले अब हेर्न ल ल एकछिन हाल्नु है त। अब चाहिँ दाल बनाएर भात सात खानु पर्दा गाई एकछिनमा भोलाइसक्यो कति बजी हाम्रो 12 बजिसक्यो यार। ल ल ल फ्राई गरेर पहिला प्याज हाल्नु न पहिला प्याज खुर्सानी पनि टाँच्दै पहिला खुर्सानी हाल्नु हो कि यार। ल सरी ठिक छ अब आगासँग छैन एकछिनमा धेरै क्याप लगाइगयो मैले आज ट्यापी भन्नु ठिक छ क्याप लगाएर ट्यापी हुँदैन नि त होइन अङ्कल। अनि
हो कि होइन कहाँ हुन्छ तपाईँ ल भतिजले 70 भुटिसक्यो होइन एउटा ट्याप्स आइगयो हो कसलाई सटाइ कस्तो हो त फर्स्ट दिन इन्ट्रोडक्सन लगाएको थियो त्यही हो आज केही भएन भोलिबाट 8 बजेबाट ल सब चिज बुझेर आइ बुझेर आयो ल ठिकै भयो भाइ आज के पढाएन आज इन्ट्रोडक्सन मात्र हो भोलि आज कपुर अङ्कल के अरे भात पस्की देखाउनु 1 भइसकेको छ अब अङ्कल हाल्दै हुनुहुन्छ अनि खाने अनि त्यसपछि पछितिर जानु पर्ला होइन अङ्कल बाघ भैरवतिर बाघ भैरवतिर जानु पर्ला एकछिनमा अझ के भन्न चाहनुहुन्छ लाइक सब्सक्राइब गरिदिने सब्सक्राइब गरिदिने होइन कमेन्ट समेन्ट यताउता सबले गरिदिने गाइज चाहिँ यो भात पसिसकेको छ है अब यस्तो खाने हो त्यही हो अब खानु पऱ्यो गाइज भोक लागिसक्यो बाघ भैरवतिर निस्कियो अनि अगाडि आकाश दाइ आइजानु छिटो यहाँ अगाडि हेर्नु सक्नुहुन्छ एउटा अङ्कल अनि ल हुन्छ छिटो है त त्यहाँ अगाडि हिँड्दैखेन होइन हिँड्दै बिस्तारो मजाले हिँड्दै गर अनि एउटा अङ्कल चाहिँ अहिले आउनुहुन्छ हामी 3 जना बिस्तारो जाँदै गर्ने तलसम्म एकछिन पर्खेर अनि सँगै जाने हामी सबै ओ अङ्कल पनि आइसक्नु भयो अङ्कल तपाईँ के भन्न चाहनुहुन्छ अब के भन्छ पैसा अङ्कल नो मनी यस्तो घुमघाम गर्ने फोटोसोटो खिच्ने भिडियो पनि त्यही त हो त्यो पनि हो र चिया बगानको लागि त स्पोन्सरी गर्ने भयो स्पोन्सर गर्ने चिया खुवाउने भयो त हो भ्लग बनायो भने के भयो त चाहिँ हो कि होइन गाइज होइन म त प्यान्ट बान्दैछु यार गाइज यार मलाई नदेखाऊ लाठी आउँदा लाठी त त्यही हो तर यो आठ जाम नयाँ बजार पुग्यो के भन्नु ठिक छ अङ्कल ल तपाईँ के भन्नुहुन्छ अब के भन्न चाहनुहुन्छ भने केटाहरूले आज बागबजारमा लिएर चिया त भन्न सक्दैन र घुमाउनु ल आकाश नयाँ मान्छे नि त होइन अङ्कल बेन त हो पैसा रहेछ यही होइन गाई ओ यो चाहिँ नयाँ मान्छे पछाडि कालो हुँदैन एउटा चाहिँ आकाश दाई नयाँ जस्तो लाग्छ हो नयाँ नै हो नागरिक त नेपालकै नागरिक हो तर हल्का दुर्गम हामी पनि दुर्गम ठाउँमा हुँदा त बदाङबाट आयो त्यो उसले भूमिमा आएन नि त अब आएको छ होला दुर्गमै त हो त यार त्यो यार के विकास छ भन्नु न त्यहाँतिर पर्यटक पनि अब चिनाउनु पऱ्यो नि त अनि पो धार्मिक स्थल हुन्छ त्यही हो कि होइन गाह्रो साह्रो भने त्यस्तै हो गाह्रो त अलिकति भइहाल्छ अझै हामी के बाटोमा होइन ठ्याक्क बाघ भएर जाने बाटो बाटो अरू के छ अङ्कल के छ त अलिचाली त्यस्तो त नभन यार त्यस्तो नेगेटिभ नै नबोल ल त्यो चाहिँ बरु भन्नुहोस् है बाटो राम्रो भनेको बाटो राम्रो ल त्यसको लागि चाहिँ ठिक छ है त बाटो राम्रो छ अरू पनि राम्रो छ ल ल त्यस्तो हो त भाइ अनि गाना सुन्दै ए बाबु त्यस्तो भयो अङ्कल खतरा अङ्कल है मन्दिर परम्परागत होइन घरको बुट्टाहरू होइन
संस्कृति अनुसार हिँड्नु पऱ्यो क्या भाइ कल्चर अनुसार हिँड्नु पऱ्यो हेर्दै कल्चर आफ्नो कल्चर हुन्छ अनि मान्छे अनुसार फरक फरक मान्छे अनुसार फरक फरक पुग्नु पुग्नु पनि थालिसक्यो होइन अङ्कल अब पुग्छ होला उयो सिडी होइन पुगिहालेको छौँ पुग्यो फाइन लाइन पुग्यो होइन त अङ्कल पुरानो शैलीमा बनेको यसलाई फल्चा भन्छ होइन त यसलाई फल्चा यो पोखरी बेकार होइन माछा त भन्नु हुँदैन माछा होला नि त तर यस्तो पापा मर्यो भने उठ्याएर न फेरि माछा मर्या छ क्या त उता माछा यो फोहोर पानीले मर्छ क्या त यार यसरी फोहोर पानी भन्नुहुन्न भाइ फेरि ए सरी सरी घर्मी ठाउँलाई फोहोर पानी भन्नुहुन्न त्यो त हो ए सरी सरी काइन्ड मिस्टेक भइहाल्छ हो कस्तो दामी छ त है होइन अङ्कल बबाल छ यो यस्तो छिर्दैछौँ है हुन्छ जान पाइन्छ त्यही को कहाँ खै ए ऊ त्यो माथिको यो इतिहास हेर्नु नि त यहाँ पनि घन्टी खै खै टिका लाउने भिडियो अङ्कलका लाउनु हामीले फर्स्ट पनि लाउनु भएछ मन्दिरमा पुगेपछि लाउनुपर्छ कि टिका सिका पनि लगाइसक्यौँ है हामीले मतलब लगाइदियो भनौँ अङ्कल र एउटा दाइले घन्टी सबभन्दा ठुलो घन्टी हो कीर्तिपुरको हुनसक्छ है फेरि हो हो अनि त्यो घन्टी कहाँ हेर्नु भ्यू हेर्नुहोस् काठमाडौँको भ्यू भ्यू अफ काठमाडौँ भनेर क्या अब भन्दै स्वयम्बु उयो त होइन त स्वयम्बु यहाँ एकछिन उयो होइन अब चाहिँ हामी यहाँ एउटा माथिल्लो मन्दिर होइन अङ्कल जान लाग्यो अर्को मन्दिर ठ्याक्क यो मेन चाहिँ यही हो त्यही पनि माथि पनि मन्दिर रहेछ छ म पनि गएको थिएँ पहिला अब टुरिस्टहरू पनि आएर चाहिँ होइन टुरिस्ट तिमीसँग कन्भर्सेसन गर्नुपर्ने क्या अङ्कल है माथि माथि हुन्छ त हिँड्नु माथि धेरै होला नि गादाली पनि होइन तिनीहरू नेपाली प्रडक्ट हो क्या यो अनि अस्तिले कसले पत्ता छैन यो हेम गणी छ नि त मैले भिडियो हेरेर हुन्छु क्या यो अङ्कल यो हेम गणेश भन्ने हो क्या राजदरबार यही त भन्दै खै यो म त अहिले त बस्छु होइन पहिला त यही त हो त यार सुनिअनुसार अब स्थानीयहरू सोधेँ कसलाई सोधेको थिएँ मैले पहिला आन्टीलाई कहाँ हो भनेर हामी तल अब चाहिँ हामी माथिल्लो मन्दिर पनि पुगिसक्यो यी फुल भिडियोहरू सिडीहरू जाने बाट प्रवेशद्वार माथि पूजा गर्दैछन् क्या हो शिव मन्दिर यो चाहिँ हो माथिको मन्दिर बाघ भैरवको एकदमै राम्रो छ है हजुरहरू न आउनुहोस् भिजिट गर्नुहोस् यस्तो एकदमै राम्रो छ यो अङ्कल अङ्कल कस्तो लाग्यो त अङ्कल कस्तो भइरहेको छ बवाल छ राम्रो फर्किसकेको छ मन्दिरबाट होइन अङ्कल
रुम जाने पछि 10-15 मिनट पुग्ने अनि त्यसपछि जिम जाने अनि जिमबाट जिम आएर चाहिँ म जिम गइसकेको छु गाइज अब जिम जानु पऱ्यो 1-2 घन्टा मजाले जिम गर्नु पऱ्यो दाइ सब्सक्राइब गर्नु है सब्सक्राइब युट्युबमा एउटा दाइ थियो उता ल हेलो गर्नु है हेलो आँटिसक्यो गाइज है अब 1 मिनट पुग्छ होला एउटा दाइ त गइसक्यो म चाहिँ पुग्नेवाला छु हाम्रो जिम एक्सपोज फिटनेस है यति पुग्नेवाला छु दौड्नु पऱ्यो पुगे सरप्राइज नमस्ते चाहिँ हाम्रो कोच हुनुहुन्छ हाम्रो गुरु अनि चाहिँ एक अब चाहिँ हामी जानु अब गाइज अब जिम पनि सकिसक्यो भाइ सब्सक्राइब गर्नुलाई के भन्नुहुन्छ के भन्न चाहनुहुन्छ गर्नु चाहनु के सब्सक्राइब गरिदिनु यस्तो केही युट्युब च्यानल सब्सक्राइब गर्नु हजुर अरू त्यही हो लस अहिलेसम्म भिडियो हेर्नु थ्याङ्क यू होइन अनि थ्याङ्क यू हेर्दै गर्नु हेर्दै गर्नु थ्याङ्क यू सपोर्ट गाइस ल